जे खायो त्यही बाटोमा फाल्ने बाबा चुरोटका कभर त्यस्तै है, फोहोर त्यस्तै। ल हेर्नु यहाँ बच्चा बोकेर यो चोटि पोखरा कति फोहोर भएको दाइ? यो त्यति मात्रै होइन, म अहिले भर्खर उसलाई के अरे मेयरलाई फोन गर्नुपर्ने। होइन मेयरलाई फोन गरेर कारवाही गर्नु पर्यो। यिनीहरू छन् नि कहाँबाट आएका यिनीहरू भन्नु त। हजुर, अनि त्यसपछि उता हेर्नुहोस् त त्यो साइकलमा त्यस्तो त्यो बेचिरहेको छ, त्यहीँ फोहोर फालेको छ। फोहोर फाले हेर्नु त, यस्तो फोहोर कहिले जिन्दगीमा मैले देखेको थिएन। 4-5 पटक म पोखरा आइसकेँ। त्यस्तै छ, तल पनि हेर्नुहोस् त्यस्तै छ। यस्तो म पर्यटक लिएर आएको, म खुदै गाइड हो, भर्खर अपर मुस्ताङबाट आएको। तर पोखराको कति हेर्नु त, यस्तो लाज, यस्तो बेइज्जत यिनीहरू। यो उनीहरू प्राय यिनीहरू इन्डियाबाट आएको छन् नि बिहारीहरू, तिनी इन्डियनहरूले गर्दाखेरि यहाँ फोहोर भइरहेछ भनिरहेछ नि। तपाईँको रोडमा खानै बनाएर खाइरहेको छ, फोहोर त्यतिकै। यिनीहरूलाई कारवाहीको हुनै पर्छ। होइन, मैले जोमसुङतिर, म हिजो मात्रै आएको जोमसुङतिरबाट, बाटोमै तपाईँको खाना बनाएर खाइरहेको छ जे मन लाग्यो। अनि यहाँ होटेलमा पनि बसेको ठाउँमा रातिसम्म हल्ला गर्ने, ढोका ड्याङ गर्ने, अनि न्यापकिनहरू च्यातेर जथाभावी फालिदिने, अनि गुट्खा खाएर चाहिँ हजुरको चाहिँ जथाभावी थुक्दिने रे होटलमा। यिनीहरूलाई होटल नदिने भन्ने होमा चाहिँ। ल हेर्नुहोस् है, यस्तो फोहोर छ हेर्नुहोस्। म पहिलोचोटि यो ल हेर्नुहोस् बोतलहरू यस्तो